नमस्कार। आज म यहाँहरूलाई पोखरा कृषि मोबाइल एप कसरी प्रयोग गर्ने र यसबाट के सुविधा लिन सकिन्छ भन्ने कुरा जानकारी गराउन गइरहेको छु। यो पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको पोखरा कृषि मोबाइल एपभित्र विभिन्न कार्यालयले प्रकाशन गरेका सूचना र पोखरा महानगरपालिका भित्र कार्यक्रम माग गर्न सकिने बारेमा जानकारी, त्यसपछि पोखराको दैनिक बजार मूल्यको विवरण, त्यसपछि यहाँहरूलाई आवश्यक पर्ने अथवा फिल्डमा देखिएका समस्याहरूको बारेमा केही कृषि सल्लाह सेवा, जस्तो कृषि सल्लाह सेवा अन्तर्गत मानौँ अहिले आलु खेतीको बेला प्रविधि खेती गर्ने बेला छ भने कसरी खेती गर्ने, के फाइदा रहेछ, तरिका के हो, कसरी टुसाउने, कसरी मलजलको व्यवस्था गर्ने जस्ता प्राविधिक जानकारीहरू लगायत यहाँ विभिन्न गुनासो सङ्कलनका कुरा, यहाँहरूको केही समस्या पर्यो भने जानकारी गराउन सकिने र केही विषयहरूको बारेमा चाहिँ खेती प्रविधिहरूको बारेमा पनि जानकारी लिन सक्नुहुन्छ। जस्तो खाद्यान्न बाली भन्यो, खाद्यान्न बालीभित्र रहेका अब धानको खेतीको कति कुन ठाउँको लागि के हो भनेर अलिकति विवरणहरू पनि हामीले लिन सकिन्छ। र अब अर्को महत्त्वपूर्ण पाटो भनेको चाहिँ यो कार्यक्रम माग सम्बन्धी अनलाइन आवेदन फारम। कृषकलाई कार्यालयसम्म आइपुग्न समय पुगेन, खर्च पनि लाग्छ। त्यो हिसाबले कार्यक्रम माग गर्नको लागि यहाँहरूले घरमै बसेर सके आफैले नसके छोराछोरीहरूको सहयोग लिएर पनि यो सबै नेपालीमा तयार पारिएको छ। यहाँहरूले हेर्न सक्नुहुन्छ। यसकै सूचना माथि नै छ। कृषि विकास शाखाको 8283 को कार्यक्रम आवेदन फारम छ। यो आवेदन फारममा यहाँ सबै भनेको छ। सूचना कस्तो छ भनेर हेर्न पर्यो। यहाँ क्लिक गर्नुहोस् भनेको छ। यहाँ सूचना आउँछ के कार्यक्रम, लगभग कृषि उत्पादन सामग्री, कृषि यान्त्रिकरणमा के रहेछ, साना सिँचाइ कस्तो कार्यक्रम छ, कृषि बजारीकरण, पकेट विकास कार्यक्रम, वित्तीय सहयोग तथा साझेदारी कार्यक्रम भनेको छ। यो यहाँहरूले एकचोटि हेर्नुभयो भने आफूलाई कुन कार्यक्रम उपयुक्त हुन्छ र के कार्यक्रम माग गर्दा समूह, संस्था, सञ्जाल र व्यक्तिगत फर्महरूलाई आवश्यक पर्छ यहाँले माग गर्न सक्नुहुन्छ। यसको कार्यालयमा गएर जुन निवेदन फारम तपाईँले पाइरहनु भएको छ त्यो तपाईँले घरमै पनि आवश्यक पर्यो भने डाउनलोड गरेर पनि ल्याउन सक्नुहुन्छ। अब आवेदन दिने अन्तिम मिति चाहिँ असोज 26 गते हो। हामीले लगभग 35 दिन जतिको सूचना प्रकाशन गरेका थियौँ। अब यसमा म छोटोमा यहाँलाई के जानकारी गराउन चाहन्छु भने पहिला यहाँहरूले यहीबाट गएर कार्यालयमा पनि आउनु परेन। केही कार्यालयमा आउनुभयो भने कार्यालयबाट सहजीकरण हुन्छ। नभएदेखि घरमै बसेर वडा नम्बर मानौँ एउटा वडा नम्बर 11 भनेर एउटा स्याम्पल राख्यौँ। अब तपाईँलाई आफ्नो अनलाइन दर्ता नम्बर थाहा पाउनु पर्ने हुन्छ। दर्ता नम्बर याद गर्नु भएन, थाहा छैन भन्यो भने यो क्लिक गरेर यहाँहरूले सम्झिनु होला। वडा नम्बर 11 को एप्लाई गर्नुहोस्। वडा नम्बर 11 को मात्रै दिन्छ 4256 भनी अनिल खत्रीको मैले एकजना स्याम्पल मात्रै लिन खोजेँ। 4256 भन्ने हो भने अब यसलाई ब्याक गर्नुहोस्। यहाँ 4256 भनेर राख्नुभयो भने यसले आफै खोज्छ। तपाईको विवरणहरू हामीले यहाँ भित्र राखेका छौँ, जसले गर्दाखेरि यहाँको यो 4256 कोड नम्बरको आधारमा नै यहाँलाई यो सिस्टमले चिन्छ र तपाईको टोलको नाम जस्तो सिस्नेरी मैले स्याम्पलको रूपमा राखेँ। अब सिस्नेरी भन्यो। माग गरेको कार्यक्रम के छ, अब व्यक्तिको नाम हो, ल मानौँ व्यक्तिको नाममा राख्नुभयो। अथवा यदि समूह सहकारीको तर्फबाट हुनुहुन्छ भने समूह सहकारीको नाम के हो भन्यो भने यो यसो गर्दाखेरि वडा नम्बर 11 को मात्रै आउँछ। जस्तो लालीगुँरास कृषक समूह फर्मको नाम राख्नु होला। लाभान्वित घरधुरी समूहको भएपछि मानौँ 10 घरधुरीलाई फाइदा होला। शाखा कृषि विकास शाखा भयो, आर्थिक विकास परेन। कार्यक्रम के चाहियो, कृषि उत्पादन चाहियो कि मुख्य कार्यक्रम यो हो। कृषि उत्पादन सामग्री, कृषि यान्त्रिकरण, साना सिँचाइ, कृषि बजारीकरण, पकेट विकास, वित्तीय सहयोग तथा साझेदारी कार्यक्रम 6 प्रकारका मुख्य कार्यक्रम छन् भने अब कृषि उत्पादन सामग्री क्लिक गर्नुभयो भने यहाँबाट क्लिक गर्नुपर्ने हुन्छ। र यो भित्र पनि फेरि मल बिउ हो कि, क्लस्टर हो कि, हुँदे बालीको क्लस्टर हो कि, प्राङ्गारिक कृषि प्रवर्धन कार्यक्रम हो कि, यो स्थानीय पशुपन्छी फार्ममा उत्पादित मल खरिद तथा ढुवानीको लागि सहयोग गर्ने भन्ने कार्यक्रम छ त्यो हो कि, अथवा खाद्यान्न बालीको बिउ हैन, बिउ माग, आलुको बिउको माग, अथवा
सहरी कृषिका लागि चाहिने कौशल प्रवर्धनका कार्यक्रमहरू र सुन्तला बगैँचा व्यवस्थापनको लागि असिना छेक्ने जाली र यो पुराना बोट हटाएर नयाँ बिरुवा माग गर्ने हो कि मानौ अहिले अब केही उन्नत बिउ आलुको क्लिक गरौँ आलुको लागि अब यो अर्को कार्यक्रम माग गर्न पर्यो भने फेरि अरू माग गर्न सक्नुहुन्छ। यो बिउ आलुमा क्लिक गरिसकेपछि यसले बिउ आलु उत्पादन कार्यक्रम समूह सहकारीका लागि कहीँ बिउ आलु उत्पादन व्यक्तिगतलाई हामीले भनेको छैनौँ समूह सहकारीले बिउ आलु उत्पादन गर्छ। यो पटक पनि पोखरामा विभिन्न समूह सहकारी उत्पादन गर्नुभएको आलु लगभग 50 टन जति छ। अब यो बिउ आलु एमएस निलो आलु जो एमएस 42.3 भनेको छु यसलाई निलो आलु भनेर बुझिने भाषामा पनि राखिएको छ ल एमएस आलु भन्नुभयो। अब एकाइ केजी माग परिणाम कति त भन्दा 100 केजी। सम्पर्क व्यक्तिको नाम भाइजन मैले सूर्य घिमिरे यहाँ आइहाल्यो राखेँ। सम्पर्क नम्बर एउटा नम्बर स्याम्पलको रूपमा राखेँ। थप विवरण कार्यक्रमको माग सम्बन्धी अन्य विवरण भए उल्लेख गर्नुहोला। केही तपाईँलाई लेख्न मन लागेको छ भने पनि यहाँहरूले लेख्न सक्नुहुन्छ। अब तपाईँले नियमित अब फिल्ड भन्नु होला हैन फिल्ड हेर्नु पर्यो भन्न सक्नुहुन्छ। सूचना अनुसार गरिने थप विवरणहरू हुन पर्यो। अरू केही गर्नुभएको छ भने पनि हुन सक्ला। अब यो अहिले यति मैले हटाएँ। सूचना अनुसार कार्यक्रम वार्डको सिफारिस यो कागज यो वार्डको सिफारिस लिनलाई पनि यही नै हो। चुज फाइल गर्ने या कुन पहिला फोटो खिच्नु होला अनि त्यसपछि अपलोड गर्ने त्यसपछि संस्था दर्ताको पनि फोटो खिच्नुस् अपलोड गर्नुस् सिधै मिल्छ। र अब प्यान भ्याट नवीकरण दुईटैको पनि यहाँ हाल्न मिल्छ। संस्थाको निर्णय जुन जुन कार्यक्रम माग गरेका छौँ डकुमेन्टहरू माग गरेका छौँ त्यसको हाल्न मिल्ने सिस्टम बनाएको छ। अरू अब केही अरू छन् हालको अवस्था झल्किने फोटो फर्म छ भने त्यो फर्मको फोटो पनि यहाँहरूले दिन सक्नुहुन्छ यहाँ राख्न सक्नुहुन्छ। जस्तो त्यसको लागि के गर्ने हो भने चुज फाइलमा यहाँहरूले जानुहुन्छ। यो चुज फाइलमा गइसकेपछि आफ्नो यहाँ फाइल फोटो भएको मोबाइलमा आउँछ र जुनसुकै एउटा मोबाइलमा गइसकेपछि मानौँ एउटा यो धानबारीको फोटो यहाँ मैले यहाँ राखेँ। त्यसपछि अपलोड गर्नुहोस् भन्ने छ। अपलोड गर्नुहोस् भन्नेमा क्लिक गरिसकेपछि यो फोटोले यसले सिस्टमले एकछिन अपलोड गर्छ। सबै फोटोहरू कागजातहरू राख्नको लागि केही समय त लाग्छ। केही ठुला फोटाहरूलाई पनि यसले अलिकति मान्दैन। त्यो हिसाबले अलिकति फेरि पुनः प्रयास गर्नुपर्ने हुन्छ। अब यसरी राखेपछि माथिका विवरणहरू सही तथ्य छन् सोही प्रकारको कार्यक्रम विगतमा अन्य निकायबाट प्राप्त नगरेको सो घोषणा गर्दछौँ। निरन्तर रूपमा एउटै कार्यक्रम एकै ठाउँमा जाने धेरै गुनासोहरू पनि आएको छ। त्यो कार्यक्रम तपाईँले पहिला नलिनु भएको र तपाईँ संस्थाले नलिएको कुरालाई चाहिँ यहाँहरूले आफैले सो घोषणा पनि गर्नु होला। किन भन्दा राज्यको स्रोत साधनहरू थोरै पनि छ धेरै ठाउँहरू पुर्याउनु पर्ने छ सबैलाई सहभागी गराउनु पर्ने पनि छ। यो हिसाबले कार्यक्रमहरू दोहोरिएर सधैँ एकै ठाउँमा एकै प्रकारको कार्यक्रम नजाओस् भन्ने कुराले पनि हो। र यति गरेपछि यहाँहरूले सबमिट नाउ गर्न सक्नुहुन्छ। सबमिट नाउ गरिसकेपछि यो के छ भने जुन जुन कुराहरूको विवरणहरू यहाँ भरिएको छैन त्यो चाहिँ देखाउँदैन। तर यसले के भन्यो भने अब यो सबमिट नाउ गरेर रातो आएपछि पनि तल हेर्नु होला पोखरा महानगरपालिकाको यो आवेदन फारम थियो। यो आवेदन फारम तपाईँले भर्नुभएको विवरण पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखामा पेश गरिएको छ धन्यवाद भनेर यहाँलाई आइसकेपछि लगभग यो कार्यक्रमको तपाईँको माग चाहिँ कार्यालयमा आयो। तपाईँको फोन नम्बर पनि छ तपाईँले माग्नुभएको कार्यक्रम पनि छ। अब त्यही अनुसार चाहिँ कार्यालयमा ती विवरणहरू यहाँको प्राविधिकले सङ्कलन गर्नुहुन्छ। सङ्कलन गरिसकेपछि केही नबुझेदेखि तपाईँलाई फोन गर्नुहुन्छ अथवा तपाईँको ठाउँमा फिल्ड भिजिटमा पनि आउनुहुन्छ। र आइसकेपछि मानौँ तपाईँले 500 किलो आलु माग्नु भएको थियो तर पाउने बेलामा 50 किलो पाउनुभयो हैन। अब यहाँ धेरैको माग हुन्छ। त्यो धेरैको माग भएपछि बजेटको सीमितताभित्र बसेर हामीले कार्यक्रम
आउने सकेसम्म माग गर्नेलाई उपलब्ध गराउने केही न केही सहयोग गर्ने भन्ने हुन्छ। त्यो हिसाबमा जति तपाईँले अनुदानमा पाउनुहुन्छ अनुदानमा पाएका कुराहरू परिमाण तपाईँले अनुदानमा लिनुपर्ने हुन्छ र आफ्नो जग्गामा थप विस्तार गर्न पर्यो अथवा धेरै चाहियो भने बाँकी रहेको बिउहरू अथवा बाँकी रहेको सामग्रीहरू तपाईँले आफ्नै लगानीमा पनि खरिद गर्नुपर्ने हुन्छ। त्यो हिसाबले पनि यहाँले ध्यान दिनु होला। धेरै जसोले अब हामीले धेरै माग्यौँ कम पायौँ भन्नुहुन्छ, यो राज्यको स्रोतको कारणले पनि हो र सबैलाई सहभागी गराउनु पर्ने पनि हुन्छ। यो हिसाबले हामीले कार्यक्रमहरूलाई अगाडि बढाएका छौँ। यहाँहरूले यो डिजिटल कृषि प्रणाली हो, यसबाट अरू माग मात्रै होइन, तपाईँहरूले प्राविधिक जानकारी पनि लिन सक्नुहुन्छ। यहाँहरूलाई परेका गुनासाहरू पनि सिधै पठाउन पनि सक्नुहुन्छ। अब हामीसँग समय पनि कम छ, खर्च पनि बढी लाग्छ, कागजातहरू पनि धेरै आउने जाने पठाउने गर्दाखेरि त्यसले पनि समय लिन्छ। यी सबै कुराहरूलाई न्यूनीकरण गर्नको लागि यो डिजिटल प्रविधि जुन बनिसकेको छ र धेरै प्रयोगमा पनि ल्याउनु भएको छ, यसलाई थप प्रयोग गर्नु होला। र यो मैले बीचबीचमा पनि महासभा प्रमुखको हिसाबले पनि यहाँहरूलाई समय समयमा जानकारी गराउने प्रयास गरेको छु। हेर्नुहोला, यसको यो चलाउँदाखेरि पैसा लाग्दैन र केही बिग्रिहाल्ने पनि हुँदैन र यहाँहरूले यो अध्ययन गर्नुहोला, हेर्नुहोला र केही समस्या पर्यो यो बारेमा हामीले अलि जानकारी पाउन सकेनौँ भन्ने कुरा यहाँहरूको छ भने अब सेवा केन्द्र मार्फत अथवा सिधै हामीलाई नै फोन गरेर जानकारी गराउनु भयो भने हामी छिट्टै तपाईँहरूलाई र यहीँका कृषकहरूलाई आवश्यक पर्ने गरी विवरण तयार गर्ने कुरा जानकारी गराउँदै यो भिडियो अलिकति लामो पनि छ। तपाईँहरूले आफैले प्र्याक्टिस नगरिकन यहाँ भनेको भरमा मात्रै पनि हुँदैन, आफैले प्र्याक्टिस पनि गर्नु होला। एक दुईवटा स्याम्पलको हिसाबमा पनि यहाँहरूले पहिला हेर्नुहोस्, अनि केही समस्या पर्यो सञ्चालन गर्दा, यो अलि बढी भयो, यसमा अलिकति गाह्रो भयो भन्ने कुराहरू पर्यो भने फेरि पनि भन्नु होला। हामी फेरि यसलाई चाहिँ सच्याउँदै अगाडि बढ्नेछौँ। यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद, नमस्कार।